जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। हेलो एभ्रिवान, इट्स डेफो अफ बिकमिङ कन्टेन्ट क्रिएटर। डेफो भन्दा नि अब यो यसरी बोलेर बनाउन लागेको चाहिँ मेरो 4th भिडियो हुन्छ हैन। यो 4वटा भिडियोमा अब आज मैले के गर्दैछु भने चाहिँ हाम्रो दुईवटा किताबहरूलाई चाहिँ भिडियोमा यसरी दुईवटा किताबको पानाहरू यसरी एक आपसमा मिसाएर छुट्याउँदा चाहिँ धेरै भिडियोहरू मैले हेर्छु। त्यो भिडियोमा चाहिँ कसैले पनि किताबको पानाहरू छुट्याउनै सकेको हुँदैन र त्यही कुराको क्युरियोसिटीले चाहिँ आज मैले एउटा रियल एक्सपेरिमेन्ट गर्न लागेको छु के साँच्चै त्यो दुईवटा किताबको पानाहरू यसरी मिसाउँदा त्यो छुट्टिन्छ कि छुट्टिँदैन। त्यसैले मेरो गाउँको एकदम सबैभन्दा बलियो मेरो टोलको भाइहरू लिएर आएको छु। हेरौँ आज यिनीहरूले यो किताब छुट्याउन सक्छ कि सक्दैन। त्यो तिमीहरू रेडी छौ त्यो किताबको पाना यसरी मिसाएर छुट्याउँदा? यस। आर यु गाइज रेडी? ओके। ये गरे खुवाइ एकचोटि। ये उफ्रो दुईचोटि। तपाईहरु हेर्न सक्नुहुन्छ मेरो हातमा अघि भने जस्तै दुईवटा किताबहरू आइसके त्यति मोटो मोटो र दुईवटा किताबको पानाहरू एक आपसमा तलमाथि जुमाएर यसलाई हामी खिचेछौँ भन्दा नि म हेर्छु मेरो भाइहरूको चाहिँ आज ताकत कतिको छ। ल तपाईहरु हेर्न सक्नुहुन्छ यहाँ चाहिँ दुईवटा किताबमा चाहिँ पानाहरू एक आपसमा मैले मिसाइसकेको छु र मेरो भाइहरूलाई अब दिन्छु। तान्न त सक्छौ नि तिमीहरूले। ल समातेर किताबहरू। त्यसपछि मैले यिनीहरूलाई सिधै सोधेँ तिमीहरूको नाम के हो भनेर। यिनीहरूले आफ्नो दिपेश र डल्ले नाम भनिसकेपछि र यिनीहरूलाई मैले सोधेँ के तिमीहरूले यो किताबको पाना आज यसरी छुट्याउन सक्छौ र यिनीहरूले एकदम कन्फिडेन्स र एक्साइटमेन्टका साथ भनेका थियौँ यस छुट्याउन सक्छौँ। र जुन तरिकाले तपाईँहरूले देख्न सक्नुहुन्छ यिनीहरूको एक्साइटमेन्ट यो किताबहरू जसरी पनि छुट्याउनु भनेर। तर जति लाग्दा पनि यिनीहरूले त्यो किताब छुट्याउन त कि अलिकति पनि यता र उता हल्लाउन पनि सकेको छैनन्। र उताको भाइले भनिरहेको छ छुट्याउन सक्छौ, यु क्यान डु इट ब्रो भनिरहेको छ। त्यही पनि उसले सकिरहेको छैन। जुन तपाईँले यिनीहरूको फेसमा देख्न सक्नुहुन्छ यिनीहरूको ताकत के कति लगाछन् र अन्त्यत यो छुट्याउन नसके अलिकति एउटा पान्ना मात्रै च्यातियो। ल गाइस तपाईहरु हेर्न सक्नुहुन्छ अब यिनीहरूले पनि आफ्नो फुल ताकत लगाएर यसरी किताब ताने तर के गर्नु किताबहरू छुट्याउनै सकेनन्। छुट्याउनु भनेको यिनीहरू सिर्फ किताबको एउटा खोल मात्रै छुट्याउन सके, एउटा बाँकी किताब त जस्ताको तस्तै छ। आखिर के कारणले हो त यो किताबको पाना एक आपसमा मिसाउँदा दुईवटा किताब यसरी छुट्याउन नसक्ने? यसको पछाडिको रहस्य बुझ्नको लागि नेक्स्ट भिडियोसम्म हामीसँग टचमा रहनु होला।